हात काम छ मेरो त किन डराउनु भयो क्या तपाईँ हैन हतार भएर होला नि यो त मिलाउनु पर्ने थियो हजुर त टाको दुधै आइसक्यो मेरो आउ सानो आउ जानी मामाहरु लाउने कि नलाउने पहिला टिका बाल्ने पुगोस् अनि चिनी आउँदैन है धन्यवाद समस्या यदि बनोस् लु ल अब मामा माइजी लाउने होला नि त ल मामा टीका लागिस् न आशीर्वादमा चाहिँ हेलो 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 आउने आउने माइजूले भयो नि मामाले भयो नि किन त ल आची लो ओ भाइ लिनु नि के हुँदैन नि किन रुनु भएको आशाले नि के शुभ कार्यमा खोइ नरुन्न के नरुन्न मलाई चाहिँ जिस्काइरहेन के अरे लाउनु कि यो खतरनाकमा सबैले मैले लाउनु पर्छ लाउनु नि के हुन्छ सबैले लिइरहेको कुन मेरो खाली यो अलि नि यो आयो ए यहाँ पनि छ त यहाँ नै कहाँ ल्यायो है तर बाबु टिका धर्यो ए उ देख्नु होला मामा उ त्यो लिनु त सबैले लाउने भनेर ल्याएको दही दिएर मन्छेले लगाउने हैन ल मन्छेले लगाएर त्यहाँ टिकटकमा हाल न त्यसैले गर्दैन लगाउने अहिले खाने हो हेलो गाइज ल छिटो छिटो गर्न पर्यो छिटो छिटो छ फेयरको बेलामा टिका लाउने कार्यक्रम चल्दैछ यतातिर हेर्न सक्नुहुन्छ गाइज सुरेश टिकटलाई भिडियो बनाइदिएको रहेछ सबै पुग्छ त्यहाँ कति मैले हेरा त्यो त प्लास्टिक आफूले सोचे आँटेको होइन सबै कुरा हो आइबो तँलाई गर्नलाई यही छ यहाँ भिडियो बनाइदिनु म गर्दिनु हजुर छिटो हजुर देखाउनु न ए मेरो छोरा त यता पो हो ए तेरी यो फुपू त त्यसको भोत अब मुटु रहेछ मैले छै हान्नु मान्छेले रुन गरी हाँसिरहेको रुनै नि आजकल हाँसेर पो रुनेछ है आरामले रुदुमा हाँसेर चाहिँ सिर्जना एयरपोर्टमा होइन कसरी हेर्छ तपाईँलाई सम्म रुन बाँकी छ लौ किन रुनु भएको लौ अघि नरुन दिदी जाने बेलामा नरुनु के सानो बाबुलाई पनि लाउने हो किन रुनु भएको फुपू त्यहाँ सामान राम्रोसँग जाने मेरो नि गरिदिनु ल म गर्छु अब यसो बोलेर लाउने हो गाडी बोलेको प्रोग्राम सोमरान मसिन नै त्यो तामाङ हो खोइ के तामाङ बाबुलाई पनि त्यो भएर तानहरु
सोधे पनि मलाई तँलाई सोध्नु तामाङ अहिले हान्छ भाइ यसलाई नि एउटा सेकाउने खोली त माथि पाहाडतिर छैन ल अब सक्यो होइन ल म लाउँछु यो समात्नु त यो टक्क होइन दिदी बहिनी लगाऊ रु गएन नि यो इतिमा त खुसीको आँसु धेरै छ कुरा है तपाईँ टिका लाउनु मिल्दैन है लगाइदिनु भइसक्यो लगाइदिनु भयो एक्सेप्ट नगर्नु नि टाइम दुःखकै आँसु यसलाई नि लगाइदिए त चार्सियो के यसो गर न बन पार्नु पलाटिनियम बच्चु कुमार खोइ त भिडियो गर्ने मान्छे भएन त तर्फबाट भन्न कस्तो चिनो माला लाउँदैछु खाता भयो हाम्रो चुइठाउँ महिलाले मैले त त्यसै भिडियोमा मिल्छ नि ए ढिला भयो है अहिले ट्याक्सीवाला डराउला भान्जा भइल जाउँ ल भान्जा ठिक छ नि छैन मान्छे पैसा दिने माइन नगर्नु न मामा ए कहाँ त्यो पैसा दिनु भएको ल भो त अब लाउने हो के हुन्न ल के हुन्न के खाजा अनि कम भयो अहिले एयरपोर्ट गएर आधी दिनु भएको पनि छ नि खोइ फिटो गर बाबुलाई नि रे छोरोलाई पनि ए अर्को उति भइसक्यो बुक भइसक्यो अर्को पनि आइसक्यो दुईटा त्यसलाई यो हरिमा हाल्दिनु एउटा त्यहाँबाट एउटा यहाँबाट ल भयो आइसक्यो सबै लाउन ओइ बाँकी भयो होइन हो उयो छ ल खाता भयो लगाउनु न लगाउन आउ त्यो केले के हेलो ल ए पहिला तपाईँ लाउनु राजु ओइ राजु नलाउने तिमी जाने हो ल लगाउन के हुन्छ त खाता मात्रै लाउनु यो राजु सुन्दैन यो लाउनु साना के खाने रे भान्जा आइसक्यो रे तल छिटो आइसक्यो भने लु ल भयो हैन खाता लगाउनु रात काट्नु पनि सबै खोइ त खाँदै छैन यो चाहिँ के त यी लाउनु चाड लगाउनु पर्यो छिटो गर्न खाता त लानै हुन्छ खाता मैले कति हालिसक्यो भित्र एक गेट अगाडि नै निकाल्नु पर्छ खाता त उयो हाल्नु सुकेसमा हालेर लाउनु गेट अगाडि निकाल्नु पर्छ अर्कोले बाँकी सक्यो हैन कुमार हजुर नलाउने लगाइसक्यो आज अङ्कल ओ अङ्कल लगाइदिन्छ नि त खोइ त लगाउने लगाइसक्यो हैन त्यो त अस्ति लगाइसक्यो टिका चाहिँ शुभ यात्रा अच्छी जस्तो नगर्नु नि त शुभ दिन रहोस् शुभ यात्रा राम्रो रहोस् हैन भयो भएन बम्बोले छोरीले लाग्थ्यो पिन लगाइसक्यो मैले भन्ने मैले सटुङ लगाउनु मान्छेको जागत दाइलाई मात्रै ठिक राजु खोइ त सुर्केस राजु यो दबाई खाइ तिमीले बोक्न यो यस्तो यस्तो कसरी खाना त खाइसक्यो खोइ के हाम्रो लक्ष्मण भेना आज चाहिँ कोरिया जाँदैछ शुभ यात्रा हुँदैछ अब चाहिँ घरबाट बिदा गर्दैछ कार्यक्रम हुँदैछ यहाँ बाबुले पनि बोक्नु सबै खाता माला लाएर हामी एयरपोर्टमा पुर्याउन जाँदैछु मेरो भेना र भान्जा हेलो गाइज आज चाहिँ खानालाई पुऱ्याउन जाँदैछु म चाहिँ एयरपोर्टमा त्यो पूर्णबहादुर विज्ञान भन्ने थियो होला कि एयरपोर्टमा पुऱ्याउन जाँदैछु म चाहिँ आज चाहिँ ट्याक्सी आएको छ यी
ट्याक्सीमा अब सरर लाएर जानेछौँ हामी। अनि यो चाहिँ भेनाको सुर्केसमा चाहिँ अब गुडाएर सरर जाँदैछ भेना कोरिया। आज चाहिँ कोरियाको फ्लाइट अब 11 नसौनु न हौ नसौनु हौ। म चाहिँ भेनाको छेउमा बस्नुपर्छ है। भेनाको छेउमा म हो। आज चाहिँ कोरिया। अब चाहिँ कारमा चढ्न लागेको छ गाइस। सक्नुहुन्छ तपाईँहरूले। भेना म नै आउँछौ। अब चाहिँ फ्ल्याट जाँदैछ हामी चाहिँ फ्ल्याटको सफर एयरपोर्टमा भन्न कस्तो फ्ल्याट एयरपोर्टमा जाँदैछ हामी भेनालाई पुर्याउन। आज चाहिँ कारमा जाँदैछौँ हामी। एकदम हाँसो मजाक गर्नुपर्छ कहिलेकाहीँ। 12 बज्न लागिसक्यो। जाम पर्यो भने छैन। भान्जा बाबाले पुऱ्याउनु जाने हो। हेलो गाइज, अब चाहिँ एयरपोर्ट आइपुगेको छ। हेर्न सक्नुहुन्छ गाइज एयरपोर्ट। टर्मिनल 1 भने कता हो थाहा छ कि तपाईँलाई? हजुर, टर्मिनल 1 यस्तो अगाडिको हुन्छ। यो चाहिँ एयरपोर्ट कोरिया। यही अगाडि तपाईँको ग्रुप आइसकेको छ। तपाईँहरूको ग्रुप होला नि, यो ग्रुप होइन? उनीहरू आइसक्यो अरे। अब चाहिँ एयरपोर्ट आइपुगेको छ गाइज। हेर्न सक्नुहुन्छ यो चाहिँ एयरपोर्टको बाटो। यो चाहिँ एयरपोर्टको ठाउँ आइपुग्यो। अब चाहिँ यहाँ चाहिँ भेना हेर्नु चाहिँ जाँदैछौँ एयरपोर्टमा। भान्जा बाबा 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 यहाँ चाहिँ एयरपोर्टमा हेर्न छ। यहाँ चाहिँ एयरपोर्टमा आइपुगेको छ हामी चाहिँ होइन गाइज। एयरपोर्ट अब एयरपोर्ट एकछिन पछि चाहिँ कोरिया जाँदैछ। कोरिया अहिले एकछिनमा फ्ल्याट छ भनेको चाहिँ।
यता चाहिँ भेना हेलो गाइज यहाँ चाहिँ अब एयरपोर्ट आइपुग्छौँ हामी हेर्न सक्नुहुन्छ यो चाहिँ एयरपोर्टको एकदम मजुर घरेतिर आउनु ल घरे आउनु है सबै यो चाहिँ एयरपोर्ट Banzai!